सफलताको एकाधिकार कुनै विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन। तपाईँ के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुराको सबैभन्दा अहम महत्त्व छ। तपाईले बिल गेट्स र स्टिभ जब्सको जीवनी पढ्नु भएकै छ, जसले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेनन् र पनि विश्वका सर्वाधिक सृजनशील सोचका उद्यमीका रूपमा पहिलो पंक्तिमा आफ्नो नाम लेखाए। उनीहरूको सपना र त्यसलाई कार्यान्वयन गर्ने दृढताको अगाडि दुनिया नतमस्तक साबित भयो। सफलताको एकाधिकार कुनै विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन। तपाईँ के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुराको सबैभन्दा अहम महत्त्व छ।